दाजु भन्दैन ल के चाहियो त यहाँ भन्दा नि ल मोटे त अनि उल्टो परेर जान्छ कि मोटो उल्टो होइन नि दाइ हो यस्तै हो बाबा 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 लागेको त्यो मुखमा लाग्छ चिसो भएर होला नि यो त कस्तो हो ए आगो लाग्ला ल ल ल मोटे स्पेसल भइहाल्यो नि ल कालो मान्छे गोरु भएछ यार हो पुरै हिउँमा काट्यो है ल एउटा क्यान्डल भयो नि त्यहाँ बाल्नु पर्यो अब ठिकै के गर्नु अब खोइ त कसैले केही भन्दै भनेन ल है फेरि एकचोटि भएन भयो अब जेठो काठो दाइ आउनु न त अब ए जेठो बाटो पऱ्यो के गर्नु यहाँ मैले दबाई लगाएर गाउँमा अहिले के गरेर दबाई कहीँ साबेल ल्याउनु पर्छ कि क्या हो हँ साबेलले ल्याउनु पर्छ कि क्या हो पऱ्यो पऱ्यो ओहो मलाई आउने खुवाउने हो खाउनु न तैँले खने के पहिला पहिला फेरि काटौँ फेरि काट्दै काट्दै अब के गर्नु त ए म त केही गर्नु पर्दैन धर्दी राखे यसो म फाला त गर्छु तिमी कपै खाइदिनु ल ल है अलि त्यसो लगाउनु पनि है ल अब दोस्रोमा को हो त फेरि जेठो बाटो बाइलो को हो बाइलो होइन भाउजू आउने आउनु न सोध्दै गर्दै आइपुरी बल्ल भाउजू नआउने तपाईँ आउनु भाउजू खानु अलिकति भए खानै पर्छ के हुन्छ केक मात्र जुठो गरिदिएर अरू केही गर्नु पर्दैन त्यो अलिकति मात्र खाने कि निकाल्नु त्यो केकको टुक चोक्रो निस्किन्छ त निकाल्नु त्यो निकाल्नु ल भोक लागिरहेको थियो कि